नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपालि उम्मेदवार नदिने भएका छन्। जी आन्दोलनपछि यसो हेर्दा नेपाली कांग्रेस केही न केही सुध्रिएको देखिन्छ। नेपाली कांग्रेसका नेताहरूले आफैले आत्मालोचना गरेको पनि देखिन्छ। तर एमाले भने झनै उग्र भएर गएको छ। जेनजी आन्दोलनपछि एमालेका नेताहरू सबै झनै उग्र भएका छन्। न त कुनै नेताले आत्मालोचना गरेको देखिन्छ, न त सिङ्गो पार्टीले नै। पार्टी अध्यक्ष केपी शर्मा ओलीको कुरा सुन्ने हो भने त फेरि पनि जेनजी आन्दोलन सडकमै उत्रिन पर्ने अवस्था देखिन्छ। सरकारले सोधपुछको लागि बोलाउँछ, उनी जाँदैनन्। मिडियामा त्यस्तै तरिकाको अन्तर्वार्ता हुन्छन्, मञ्चमा त्यस्तै उग्र भाषण हुन्छन्। यी केपी शर्मा ओली कहिल्यै पनि सुध्रिँदैनन्। त्यसैले केपी शर्मा ओलीलाई सुधार्ने भनेको अब हामी जनताको भोटले नै हो। नजिकै छ, भोट गर्ने समयमा एकचोटि विचार गरौँ है। हामी त्यही पुरानै पद्धतिमा जाने कि नयाँ पद्धतिमा गएर देशलाई उन्नततर्फ धकेल्ने कि फेरि उनीहरूकै दलदलमा फसाउने भन्ने कुरा अब हामी स्वयं जनताको हातमा छ। हुन त पुराना नेताहरूले अब एकचोटि अन्तिमचोटि भन्दै हिँडेका छन्। उनीहरूको अन्तिमचोटि कहिल्यै पनि आउँदैन। फेरि अन्तिमचोटि नै भए पनि हामी देशलाई थप 5 वर्ष पछाडि किन धकेल्ने? 5 वर्ष होइन, 15 वर्ष उनीहरूले पछाडि धकेल्नेछन्। त्यसैले देशलाई निकास दिनु छ भने अब हामीले आउँदै गरेको चुनावमा सोच्नुपर्छ। हाम्रो भविष्य र हाम्रो सन्ततिको भविष्य हाम्रै भोटमा छ है।